धनुषा 1 मा उम्मेदवारी खारेज भएको रासोपाको चुनाव चिन्हमा बहुमत मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति। नेपाली कम्युनिस्ट पार्टीले धनुषा 1 का उम्मेद्वार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ। फागुन 21 गतेको मतदानपछि धनुषा 1 मा मतगणना भइसकेको छ, तर आयोगले गणना सार्वजनिक गरेको छैन। त्यहाँबाट उम्मेद्वार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर शाह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो। तर मतपत्रमा रासोपाको चुनाव चिन्हमा बहुमत मत प्रकट भएको छ। उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा त्यहाँबाट नेकपाका उम्मेद्वार मातृका प्रसाद यादव विजयी घोषित हुनुपर्नेमा आयोग मौन बसेपछि नेकपाले ध्यानकर्षण गराएको हो। नेकपाले आफ्नो उम्मेद्वार विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलचाल गर्नु, निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत कार्य हुनु चिन्ताजनक भएको जनाएको छ।